नमस्कार साथीहरू। आज हामी नेपाली स्टक मार्केटको एउटा महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ। समृद्धि फाइनेन्स र पोखरा फाइनेन्सको मर्जर को जानकारी लिएर आएको छु। समृद्धि फाइनेन्सको र पोखरा फाइनेन्सको चाहिँ मर्जरको प्रोसेस अगाडि बढेको छ। सो यस पश्चात तपाईँहरूको सेयरको मूल्य, सेयरको सङ्ख्यामा के हुन्छ त भन्ने कुरो आज म गर्न गइरहेको छु। र मर्जर भनेको के हो त भन्दाखेरि, मर्जर भनेको दुईवटा कम्पनी मिलेर एउटा नयाँ कम्पनी बन्नु मर्जर हो। यसपछि पुराना दुई कम्पनी छुट्टा छुट्टै रहँदैनन्, एउटा नयाँ नाममा चाहिँ आउँछ, जसको हाम्रो चाहिँ पिएफएल भनेर अहिले घोषणा भएको छ है त। सो किन मर्जर गरिन्छ भन्दाखेरि कम्पनीलाई बलियो बनाउन, क्यापिटल बढाउनलाई, पुँजी बढाउनलाई, हैन, अपरेटिङ कस्ट घटाउनलाई, सञ्चालन खर्च घटाउन, व्यवसाय विस्तार गर्न, नाफा बढाउन अनि प्रतिस्पर्धामा अगाडि बढ्ने है। सो यो चाहिँ मर्जरको मुख्य कारणहरू हुन्छ। सो मर्जर पुरा भएपछि चाहिँ सेयरको सङ्ख्यामा के हुन्छ, सेयरको मूल्यमा के हुन्छ, हैन, अथवा अरू 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 डाइमेन्सनमा के हुन्छ भन्ने कुरा हो। जस्तै मर्जर हुनुभन्दा अगाडि तपाईँको कारोबार रोका हुन्छ है, केही समयको लागि दुई कम्पनीको कारोबार रोकिन्छ, सबै कानुनी प्रक्रियाहरू पुरा गरिन्छ। त्यसपछि सेयर स्वाप रेसियो है। सो हाम्रो अहिलेको केसमा चाहिँ 1:1 छ। सो सेयर स्वाप रेसियो चाहिँ नयाँ सेयर वितरण हुन्छ। जस्तै अहिले 1:1 हुँदा तपाईँको सेयर जति नै छ त्यति नै रहन्छ है त मर्जर कम्प्लिसन पछि पनि। सो नयाँ नाममा आउँछ भनेको पुरानो नाम चाहिँ हटाइन्छ। सो नयाँ कम्पनी नेप्सेमा कारोबारका लागि सूचीकृत हुन्छ है त। नयाँ कम्पनी जुन चाहिँ हाम्रो पिएफएल नै हुन्छ है। एसएफसिएल र पिएफएल गरेर नयाँ पिएफएल स्क्रिप्ट बन्ने हुन्छ। सो यो नयाँ चाहिँ हाम्रो लिस्टेड हुन्छ। अब स्वाप रेसियो भने मैले भनिहालेँ 1:1 हो हाम्रो। 1:1 मा चाहिँ तपाईँको केही गर्नु परेन। 1:1 मा 100वटा सेयर छ भने 100वटा हुने भयो। अर्को इक्जाम्पल 1:0.8 भन्यो भने 100वटा सेयरको सट्टामा कतिवटा हुने भयो त 80वटा हुने भयो है। त्यस्तै 1:2 भन्यो भने 100को ठाउँमा 200वटा सेयर है। सो सेयर क्वान्टिटीमा के असर पर्छ त? मर्जरपछि सेयर सङ्ख्या बढ्न घट्न वा उस्तै रहन सक्छ। यो सबै स्वाप रेसियोमा निर्भर हुन्छ है त। र अर्को इम्पोर्टेन्ट भनेको सेयर सङ्ख्या बढ्यो भन्दैमा तपाईँ धनी हुनुहुन्छ भन्ने होइन, मुख्य कुरा कुल लगानीको मूल्य हो है त। सो सेयर मूल्य प्राइसमा के पर्छ त असर? सो सेयर मूल्य निर्धारण हुने आधारहरू एउटा भयो बुक भ्यालु, अर्को नेटवर्थ, अर्को इपिएस र अर्को भनेको बजारको डिमान्ड र सप्लाई हैन, कम्पनीको मूल्याङ्कन, लगानीकर्ताको विश्वास, यी सबै कुराहरूले अन्तिम मूल्य निर्धारण गर्छ। मार्केट क्यापिटलाइजेसन भन्नाले के बुझिन्छ त? टोटल सेयर सङ्ख्या इन्टु सेयर प्राइस। सो दिस विल बी द मार्केट क्याप है। सो मर्जर पछि कुल सेयर सङ्ख्या परिवर्तन हुन्छ, उनीहरूको आफ्नै टोटल सेयर मल्टिप्लाई प्राइस गर्दा जति हुन्छ त्यो नै क्यापिटलाइज हुन्छ। त्यो पछि आइसी थाहा हुन्छ। अब यसले फाइदा के हुन्छ त? लगानीकर्तालाई फाइदा के हुन्छ त है। सो कम्पनी अझ बलियो हुन सक्छ है, नाफा बढ्न सक्छ, व्यवसाय विस्तार हुन सक्छ, सेयरको कारोबार बढ्न सक्छ, भोल्युम बढ्न सक्छ हैन, कारोबार बढ्न सक्छ। लङ टर्ममा इन्भेस्टरलाई फाइदा हुन्छ है। कम्पनी स्टेबिलिटीमा नि अर्को हेल्प गर्छ। अनि अब यसको जोखिमहरू, मर्जर ढिला हुन सक्छ। पहिलो जोखिम पहिला 6 महिना 1 वर्ष पनि लाग्थ्यो, अब यसपालि कति लाग्छ हेरौँ है। यसले गर्दाखेरि के हुन्छ त, हामीलाई लिक्विडिटी प्रब्लम हुनसक्छ। सेयर बेचेर पैसा चाहनेहरूलाई पैसामा परिवर्तन गर्न नसक्ने प्रब्लमहरू हुन्छ है। यो भनेको मेन प्रब्लम हो। अर्को भनेको अपेक्षा अनुसार नाफा नआउन सक्छ। सुरुमा सेयर मूल्य उतार चढाव धेरै हुन सक्छ। व्यवस्थापनमा चुनौती आउन सक्छ हैन। सो अब के गर्ने त? अब केही नगर्ने। अब तपाईँसँग सेयर छ भने अहिले केही गर्न नै मिलेन हैन। सो अहिले भनेको तपाईँले पर्खने नै हो सेयर खोल्नको लागि। फाइनेन्सियल रिपोर्ट, स्वाप रेसियो, सूचनाहरू हेर्नुहोस्, बुझ्नुहोस् हैन। दुईटै फाइनेन्सको
ब्यालेन्स सिटहरू हेर्नुहोस्, प्रफिट एन्ड लस अकाउन्टहरू हेर्नुहोस् हैन, के कति बुझ्नुहुन्छ। फन्डामेन्टलहरू हेर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस् र लगानी गरिसक्नु भएको छ भने अब दुईटा कम्पनीको आफ्टर मर्जर पछि कस्तो हुन्छ त बिजनेस, त्यो एकचोटि हेर्नुहोस् पछि, अनि बेच्ने कि राख्ने त्यो पछि डिसिसन गर्नु होला। यही थियो एसएफसीएल र पिएफएल मर्जर सम्बन्धी। भिडियो मन परेमा सब्सक्राइब गरिदिनु होला, लाइक नगरे पनि हुन्छ। धन्यवाद।